मेरो आफ्नो मामाको कविता आत्मीय साथी प्राण प्यारी साथीलाई एउटा कविता सुनाउन जाँदैछु। प्लिज फेरि तिमी सुन्दैन नि। चुप लाग्नु। म तपाईको कविता एकदम आत्माबाट सुन्न चाहे। ल सबैले सुनेर साथ दिनु होला। धन्यवाद। क्ल्याप योर ह्यान्ड्स फर पूर्ण कुमार लिम्बू। हाय जिन्दगी। त्यो हैन पूर्णिमा उपरको। हाय जिन्दगी। यिनीहरु चाहिँ मार। आज हामी यति खुसी किन छौ? कोन त? हिजो तिमी को अनि म आज सँगसँगै छोड्नु न हाँस्दै गाउँदै अनि रमाउँदै किन होला? डियर जिन्दगी। माइज हात छोड्नु न। तिमीले देख्ने सपना र मैले देख्ने सपना एउटा। हाय जिन्दगी। आज हामी जिन्दगीको यति लामो यात्रा तय गर्दा पनि हिजो भेटेको सरी म त अर्कै सोचेर हाँसेको नि। जस्तो किन लाग्छ? तिमी सँगसँगै हिँडिरहन अनि घुमिरहन, तिम्रै वरिपरि घुमिरहन मलाई किन मन लाग्छ? डियर जिन्दगी। सायद तिमीले हिँड्ने पाइला र मैले हिँड्ने पाइला मिलेर होला। राम्रो छ। तपाईँ पानी खान्छु भन्न पाउँछु ल। बायो बुढो हेर म तपाईको राम्रो थियो क्या, तर म अर्कै कुरामा हाँसिदिएको ल। यही कुरामा तर अर्कै सम्झेर। मलाई कविता राम्रो लागेर बुढो मेरो मन रसायो हेर्नु। तिर्कै लागेछ मान्छेलाई। अरे कसम सास बनायो उता जाऊ। अघि म ब्रस गरेको बुढो। म बिहान बेलुकै ब्रस गर्छु। पक्का बिल्ला होइन। तपाईँले भन्नुभएको कविता चाहिँ म एकदम भावनामा डुबेर ल ल ल ल पानीले हाँस्ने होइन नि फेरि। पानीले त गाइज हाय जिन्दगी। यस्तो क्या मान्छे हाय जिन्दगी हो क्या? हाय जिन्दगी हो। हाय जिन्दगी। आज मलाई संसार जितेको जस्तो सबै थोक पुरा भए जस्तो समय पनि रोकिरहन मन छ, तिम्रो नजिक वरिपरि घुमिरहन मन छ। यो किन होला? डियर जिन्दगी। सायद तपाईँको खुसी सँगसँगै मेरो खुसी देखेर होला। धन्यवाद। यो पारे रोमान्टिक र प्रेममूलक ताली बजाऊ। मेरो लागि यति राम्रो कविता यति राम्रो सायरी गरिदिनु भएकोमा बिल्ला गरेको केही भएको छैन। बिल्ला सबैलाई नारायण गोपाललाई नि यसै भन्थे अरे। अब आमाको थैली भन्ने एउटा कविता लेख्दैछु र बाउको पेन्सन पट्टा। बाउको पेन्सन पट्टा चाहिँ आमाको थैलीमा। पेन्सन पट्टा र आमाको थैली भन्ने एउटा कविता लेख्दैछु। त्यो तर यो पटकको कविता साँच्चै राम्रो लाग्यो बुढो मलाई। सुरुचोटिको कविता चाहिँ मलाई खासै राम्रो लागेको थिएन। तपाईँले चाहिँ बुढी मरेको कल्पना गरेर लेख्नुभयो, त्यसमा चाहिँ मलाई अलिकति दुःख छ होइन। यो पल्टको कविता चाहिँ साँच्चै भनेको साह्रै राम्रो हो। हो कि भन्न त? हो डियर जिन्दगी। डियर जिन्दगी मतलब कस्तो भने मेरो बुढोको जिन्दगी नै म हो कि